अब जापानमा छोटो समयको लागि घुम्न आउनेहरू अथवा बिजनेस पर्पजको लागि आउनेहरूले चाहिँ अब जाइरो कार्ड हुँदैन, जाइरो कार्ड नभएपछि सिम कार्डहरू लिनको लागि अथवा अरू कुनै पकेट वाइफाई युज गर्न अलिक गाह्रो हुन्छ नि त। तर त्यस्तो केसमा चाहिँ हामीसँग एउटा डाटा सिम छ। डाटा सिम लिनको लागि जाइरो कार्डहरू चाहिँदैन, त्यो लिन मिल्छ। र सँगै अर्को चाहिँ हामीसँग पकेट वाइफाई छ अनलिमिटेडमा। त्यसको लागि उहाँहरूसँगै एकजना कोही जाइरो कार्ड भएको मान्छे चाहिँ ग्यारेन्टर हुनु पऱ्यो होइन। त्यो भएपछि 1 हप्ता 10 दिन 15 दिन 1 महिना जति समयको लागि पनि उहाँले डेली बेसिसमा पेमेन्ट गरेर पकेट वाइफाई प्रयोग गर्न सक्नुहुन्छ। अब सकेसम्म हामीले रिकमेन्ड गर्दा चाहिँ डाटा सिमभन्दा पकेट वाइफाईलाई चाहिँ किन फोकस गर्छौँ भन्दाखेरि डाटा सिम अलिक महँगो हुन्छ, डाटा कम हुन्छ। पकेट वाइफाई भनेको लगभग उस्तै प्राइसमा अनलिमिटेड डाटा चलाउन पाइयो होइन। कसैले ल्यापटपमा काम गर्नुपर्ने हुनसक्छ, त्यस्तो बेलामा पनि पकेट वाइफाई काम लाग्यो। डाटा सिमले एकजनालाई मात्रै काम गर्छ भने पकेट वाइफाई लिइसकेपछि 2-3वटा डिभाइस मजाले चलाउन सकियो, त्यो चाहिँ सजिलो छ। जस्तै टोकियोमा आएको केसमा त तपाईँको अफिसमा भिजिट गर्न सकियो है, कतिपय नागोया कतिपय अरू टोकियोभन्दा बाहिर आएको केसमा चाहिँ कसरी? टोकियोभन्दा बाहिर चाहिँ अब उहाँहरू जहाँ बस्नुहुन्छ अथवा कुनै होटलमा बस्नु होला अथवा कोही साथीकोमा आफन्तकोमा बस्नुहुन्छ, उहाँको एड्रेसमा चाहिँ हामी यताबाट कुरियर गरेर पठाइदिन्छौँ। जस अब जापानभरिमा नर्मली अब 1 दिन अथवा 2 दिन जति मात्र सामान पुग्छ होइन, त्यसरी चाहिँ रिसिभ गर्न सक्नुहुन्छ।